दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने अहिले कान्छी सिरियल भने आइसकेको छ है। कान्छी सिरियल भाग 254मा भने अहिले एकदमै राम्रो रोमान्टिक आएको छ। कान्छो भने आफ्नो गर्लफ्रेन्डलाई लिन गइसकेका छन्, आफ्नो दिदी र भिनाजुलाई लिएर। दिदी र भिनाजुलाई लिएर गइसकेपछि कान्छोले आफ्नो गर्लफ्रेन्डलाई भेटाइसके। अब घर लिएर जाने भन्ने कुराको छलफल गरिरहेका छन्। कान्छोलाई आफ्नी दिदीले केही पर लगेर भने धेरै कुराहरू सम्झाउनुहुन्छ। तैँले घर लगिसकेपछि दुःख दिन पाउनुहोस् भन्दै दिदीले सम्झाइरहनु भएको छ। कान्छोले भने मैले दुःख दिन्न, उनलाई म राम्रोसँग राख्छु भनेर सम्झाएको छन्। पछि तेरो दिदीले दुःख पाउनु र उसले दुःख पाउनु एउटै हो भन्नुभएको छ। के साँच्चीकै कान्छोले ती आफ्नो गर्लफ्रेन्डले दुःख दिन्छन् या दिन्नन् त। अब तिनले घरमा लैसकेपछि भने उनकी आमाले भने धेरै कुराहरू भन्नुभएको छ। कान्छीले भने यस्तो कुरा गर्नुहुन्न, अहिले पछि गर्नु भनेर उनले भनिसकेकी छिन्। निर्मला नेपाली युट्युब च्यानलमा भने सब्सक्राइब पनि, लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिन नभुल्नु होला है।